हेलो साथीहरु, सो आज चाहिँ धेरै दिन बाद म युट्युबमा भिडियो अपलोड गर्दैछु है। यो चाहिँ अस्ति माथि घर हुँदैको भिडियो थियो मसँग। अनि यो चाहिँ विन्टर कलेक्सन मेरो म तपाईहरुलाई देखाउँदैछु है। यो सिजन छ सो यो माथिको यसलाई चाहिँ खासमा पिन्चिङ गर्दिनु पर्दैछ। मैले गरिन, त्यही भएर पुरा ठुलठुलो भएर फुल्यो। यहाँ एउटा चाहिँ मैले पिन्चिङ गर्दिएको थिएँ है। यो फर्स्टको चाहिँ यो चाहिँ यसरी फुल्यो, पिन्चिङ गर्नु पर्दैछ, मैले गरिन नि त। अनि यो मुनिको प्रेमुल्या हो है। एकदमै यो सिजन फ्लावरहरु चाहिँ दामी फुलेको छ है। दुःख गरेको अनुसार अब फुल त्यसै फुलाउँछु भनेर हुँदैन नि त, धेरै दुःख हुन्छ। अनि यो प्रेमुल्या हो है, यसलाई केयरहरु एकदम गर्नुपर्ने हुन्छ। अनि फुलिसकेको फुलहरुलाई टिपेर फ्याङ्नुपर्छ, लामो समयसम्म फुलाउनुको लागि डेट हेडिङ भन्छ है, त्यो गर्नुपर्छ। अनि यो चाहिँ क्यालेन्चु हो। क्यालेन्चु मसँग मैले तपाईहरुलाई बताउँदै आएको थिएँ। यो क्यालेन्चुको मात्र पनि मैले ब्लुमिङ हालेको छु। अनि मसँग 10 वटा कलर छ है। अनि सबै कलर देख्न सक्नुहुन्छ, सबै कलर छ मसँग। येल्लो, पिंक, रेड है। येल्लो दुईटा येल्लो छ, पिंक पनि थुप्रो खालके छ है, एउटा सेडिङमा छ। अनि यहाँ देख्न सक्नुहुन्छ अलग अलग कलर छ। अनि यहाँ मुनि छ पेटोनिया। यो चाहिँ राम्रो नफुलिकनै मैले भिडियो गरेँ, किनकि अब यो मज्जाले फुल्नु दिनुको लागि अरु फुलहरु फुलिसकेको हुन्छ है। त्यही भएर मैले यो मज्जाले फुलेको थिएन, त्यतिबेला मैले भिडियो गरेको। सो यहाँ अगाडिबाट चाहिँ यसरी देख्छ। यो मेरो हस्बेन्डले बनाइदिनु भएको थियो, बाँसको काठको खुट्टा लगाएर बाँसको चाहिँ तक्ती बनाएर चाहिँ फुल राख्ने बनाइदिनु भएको है। 1-2 वर्ष भइसक्यो यो बनाएको, राम्रै छ। अनि पहिला पनि सेम यस्तै थियो, त्यो मक्केपछि फेरि यो बनाइदिनु भएको। सो यसरी राखेको छु मैले चाहिँ घर अगाडि है। अनि यो चाहिँ हेर्नुस् न, फुलकोपी जस्तो मज्जाले फुलेको छ व्हाइटमा चाहिँ। अनि यो पेटोनियाहरु चाहिँ लास्ट इयरकै कलरहरु रहेछ, सबै लास्ट इयरै थियो यो सबै कलर, त्यहीहरु कलरहरु छ है। अनि यसरी फुलेको छ। म अरु फुल पनि तपाईहरुलाई देखाउँदैछु है। अनि बेसी भएर प्रेमुल्या 1-2 पट मैले यहाँ राखिदिएको छु है, यहाँ राखिदिएको छु। यो के फुल हो, यसको नामै बिर्सेँ मैले, ल्याटिन लिनस के भन्छ होला। अनि यो क्यारेन्डुला हो। यो क्यारेन्डुला पनि मैले तपाईहरुलाई देखाएको थिएँ है। सिजन फ्लावरहरु लिएर रोप्दा फेरि मैले तपाईहरुलाई देखाएको थिएँ। यसको पनि 2-3 वटा कलर आएछ, एकदमै राम्रो राम्रो दामी फुलिरहेछ डबल पेटल्समा। अनि यो चाहिँ हो जेरिनियम। जेरिनियम पनि मैले सर्ट भिडियो पनि बनाएर हालेको छु है, जेरिनियम मात्रैको पनि। अनि यो जेरिनियम चाहिँ यो डबल पेटल्समा हो यता हुने चाहिँ है। यो त 2-3 वर्ष भएको, एउटै पटमा भए पनि मज्जाले फुलेको छ है। यो पालि चाहिँ मैले कटिङ गरेको छु, यो पालि चाहिँ नयाँ रोप्दैछु म है। अनि यता चाहिँ सिंगल पेटल्समा हो, यो सबै सिंगल पेटल्समा हो। डबल पेटल्स भन्दा चाहिँ सिंगल पेटल्स चाहिँ मज्जाले फुल्छ, फुल्नु चाहिँ। अनि अहिले नयाँ नयाँ भेराइटीहरु पनि आएको छ जेरिनियमको, तर मसँग चाहिँ छैन त्योहरु है। पछाडी कलेक्सन मैले पाएँ भने म गर्छु। अहिले चाहिँ मेरो यो सबै पुरानै हो, जो एकदमै दामी फुलिरहेको छ। सो यहाँबाट चाहिँ यस्तो देख्छ है। सो यो फुलहरु यसरी फुलिरहेको छ। सो अझै म तपाईहरुलाई अरु फुलहरुको अपडेटहरु दिँदै जानेछु। सो भिडियो मन पर्यो भने पेजलाई सब्स्क्राइब गरिदिनुस् होला, च्यानललाई।